साथीहरू आज हामी चाहिँ यस्तो नयाँ रेसिपी बनाउँदैछौँ आज हाम्रो किचनमा दुईजना दिदी बहिनी मिलेर हामीले चाहिँ अघि पिठो मुसेको चाहिँ देखाएनौँ अब यस्तो बनिँदैछ हाम्रो दिउँसोको खाजा। यसलाई चाहिँ हामीले यसरी टुक्रा पार्यौँ। अब यसमा थोरै तेल लाउँदै यसरी किच्याउँछौँ। तेल लाउनु पर्दैन। यो त नानीहरूलाई टिफिन लाँदा पनि खान्छन् होला मजाले। अनि यसलाई चाहिँ हामीले गर्मी छ गाइस, गर्मीमा उभिएर पकाउँदैछौँ। गर्मी धेरै बढेको छ अहिले। यसलाई चाहिँ हामी यसरी बेल्दैछौँ। यो यस्तो भयो। अब हामी यसलाई तार्छौँ। फुलो गाइस फुलेर के अरे जस्तो भयो, पानीपुरी जस्तो। एउटा बिग्रेको हाम्रो यता रेडी भइसक्यो। खाँदा एकदमै टेस्टी छ। हस् त, धन्यवाद। तपाईहरु पनि बनाएर खानुहोला।